Hello guys, welcome back to my channel. आज चाहिँ हामी विशाल गएको थियो हो। हेलो र हामीले के ल्यायो भनेर चाहिँ म देखाउन आँटिरहेको छु हो। र हेरिदिनु होला लास्टसम्म। फर्स्ट चाहिँ हामीले ल्याएको छ बट्टा। कतिवटा सेट? 3 सेट। चारवटा यहाँ चाहिँ एउटा छ एक बट्टा। 4टा सेट। यहाँ चाहिँ यस्तो पहाड यो पनि 4टा ल्याएको छ। र यो चाहिँ बहिनीको नाइट ड्रेस यो चाहिँ 5 वटा किन्दाखेरि 109 मा किनेको यो चाहिँ। तर यसको प्राइस चाहिँ 40 रुपियाँ छ है। एउटा प्याकेटको चाहिँ 40 छ। अनि यो चाहिँ हामीले दुईवटा किनेको प्राइसहरू चाहिँ याद छैन। ल्याक्चर कराई यो चाहिँ पुरा फेमस कराई देखेको थिएँ इन्स्टाग्रामतिर युट्युबतिर त्यहाँबाट किनेको। यो चाहिँ मेरो लुगा किनेको यो चाहिँ अफरमा सस्तो लाग्यो। सुरुवाल र यो चाहिँ सेट थियो। अन्त बहिनीको चाहिँ यो के अरे पेनहरू रहेछ राम्रो अफरमा अनि हामीले किन्यौँ। यो चाहिँ आमाको लागि बोतल। यो चाहिँ हेयर स्प्रे नभए अब पानीहरू हाल्दा पनि हुन्छ यसमा फुलहरूतिर नभएर। यो चाहिँ बहिनीको कार्डबोर्ड अरे यो छ उसको पढाइको केहरू। यो पनि अफरमै थियो। यसको प्राइसहरू मलाई एक्ज्याक्टली आई डोन्ट नो। र हामीले ल्याएको छ यो 7 बाई 1 गेट 1 फ्री। अनि यो चाहिँ हामीले घरको लागि बट्टा किनेको। कति रहेछ एउटा चाहिँ तिनवटा रहेछ यसमा चाहिँ राम्रो रहेछ। 4टा छ कि 3टा छ खोलेर हेरेको होइन। हामीले किनेको छ यो बाथरुम सफा गर्ने। अनि यो कपहरू राख्दा पनि हुन्छ कपहरू ब्रसहरू राख्दा हुन्छ अरू पेनहरू जे पनि राख्दा हुन्छ। यो चाहिँ अफरमा थियो र यो चाहिँ 25 भन्दा चाहिँ 50 रुपिस रहेछ। तर अब चाहिँ 25 मा पायो। अनि बोटल्स चाहिँ हामीले पुरा समर लागेको छ नि त त्यसलाई लानु पनि राख्नुपर्छ भनेर पुरा किनेको छ। र ब्रस जस्तो लुगा बाई 1 गेट 1 फ्री थियो। त्यो पनि याद छैन मलाई। र यो बोटल सफा गर्ने किनेको छ। यसको प्राइस चाहिँ रहेछ 39 मात्रै। गुड डेल। र यति नै थियो हाम्रो चाहिँ आजको विशालको सपिङ। र थ्याङ्क्स फर वाचिङ। अनि तपाईँहरू पनि जानुहोस्। थ्याङ्क्स फर वाचिङ। टेक केयर, बाई बाई।